के पनि ब्लड आइरहेको हुन्छ। दर्शकबिन, मैले धेरै थोरै भएका कथा व्यथाहरू तपाईँको माझमा सम्प्रेषण गरेको छु। उहाँ अहिले सञ्चिता शाही फेरि मिडियामा भन्छिन् मेरो यसमा कुनै दोष छैन, मभन्दा पहिले अरूले नै उठाएको थियो त्यसको लागि रकम, अनि मैले पनि सबै देखेर त्योलाई सहयोग गर्ने सोचेँ। उसको त्यो रोना धोना ब्लकमेलिङ हिँड्न सक्दिनँ, नाक मुखबाट ब्लड जस्ता नाटक सबै देखेर विश्वास गरी सपोर्ट गरेँ अरूले जस्तै मैले पनि। तर उसले सधैँ झुटको खेती गरिरह्यो। हामीलाई विश्वास गर्दै गयौँ। के थाहा ऊ यस्तो पापी छ भनेर। अझ बढी नाटक गरो, मलाई फसाउन गीत भिडियो बनाम दिदी, म मरिहालेँ भने चिनो हुन्छ भनौँ। त्यो भिडियोभरि हस्पिटलको सिन र खाना खुवाउने राखौँ भन्यो। मैले त विश्वास गरी हुन्छ भने अहिले सबैले त्यही भिडियोको क्लिप देखेर सबैले काटेर हालेको सुटिङ क्लिपहरू देखेर मलाई गाली गरी हस्पिटल जाँदा पनि कसरी थाहा भएन भनेर गाली आइरहेको छ। जो कि म कुनै हस्पिटल गएको पनि छैन। अरूले सहयोग गरे, उसलाई सहारा दिएनन्। तर मेरो गल्ती कहाँ भयो? ऊ टुहुरो छ, उही छैन, अनि अलि बढी माया दिनु र घरसम्म ल्याउनु भयो। जतिखेर पनि हजुर हो घरमा आउँछु भनी 30 मिनट मात्र बसेर सँगै टिकटक भिडियो बनाउँथ्यो, अनि मेडिसिन खाने टाइम भयो म जान्छु दिदी भनी गइहाल्थ्यो। यहाँ आउँदा किन ल्याउँदैनौ तिमीले मेडिसिन भन्दा धेरै छ, म कसरी बोकेर ल्याउने दिदी भन्थ्यो। अनि त्यसले हरेक इन्टरभ्यूमा जाम दिदी यसरी बोलिदिनु मलाई राम्रो हुन्छ भन्थ्यो। म पनि सबै त्यसको हालत हेर्दा साँच्चीकै मर्छ कि भन्ने डरले बोले अनि हिँडे। आज त्यही मेरो सबैभन्दा ठुलो भुल भयो। जहिले रिपोर्ट किन ल्याउनु भाइ भन्दा हस्पिटलमै छ, ल्याउन मिल्दैन भन्थ्यो। हामी पनि चितवन जान्छौँ भन्दा पर्दैन दिदी, हजुरहरू जाँदा बढी खर्च लाग्छ, मलाई एयरपोर्टसम्म पुर्याइदिनु, बरु उता चितवनमा हेर्ने मान्छे छन् भन्थ्यो। हामी सबै सहयोगी लगायत मलाई यसरी फसाउन रोना धोना गरेको रहेछ कि थाहा आँसुको विश्वास गर्दा मैले आफैलाई भारी भयो। आज मलाई देखि सबै सहयोग उठाउने दिने सम्मलाई फसाए यसले। तर तिमीले फसाएका पनि कानुन छ भाइ, कति दिन लुक्छौ तिम्रो खोजी एकदमै जारी नै छ। अनि तपाईहरू पनि कानुनलाई मजाक नसम्झिनुहोस्। आफ्नो प्रक्रियाबाट अगाडि बढ्छ। तपाईँ हामीले भन्ने बित्तिकै केही हुँदैन, जाहेरी गइसकेको छ। कृपया जे मनमा लाग्यो त्यो नलेखिदिनु होला। म गलत भएको भए कानुनसम्म पुग्ने थिएन होला, धन्यवाद भन्दै उनले आफ्नो फेसबुक स्ट्याटस मार्फत यस्तो लेखेकी छिन्। दर्शकबिन, तपाईँलाई के लाग्छ? आफ्नो प्रतिक्रिया कमेन्ट बक्समा राख्न नसुर्ताउनुहोला।